हरि ओम, गुड मर्निङ, शुभ प्रभात। यहाँहरू सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ आजको यो नयाँ बिहानीमा। नमस्कार, म शान्त प्रधान, जीवन विज्ञान लुम्बिनी जीवन प्रयोगशालाको प्रशिक्षक। म आफ्नो प्रयोगशालाको अभ्यास सकेर हजुर समक्ष आएको छु। आज माघे सङ्क्रान्ति, माघ 1 गते र अब यो हाम्रो नेपालमा चाहिँ यो आज राष्ट्रिय योग दिवस भनेर सरकारी आयोजनामै विभिन्न सबै जिल्लाहरूमा विभिन्न आध्यात्मिक सङ्घ संस्थाहरूमा योग ध्यानको कार्यक्रमहरू गरेर चाहिँ मनाइने आज जुन अत्यन्तै राष्ट्रिय महत्त्वको जुन दिन पनि हो। यसमा राखेर सबभन्दा पहिले यहाँहरू सम्पूर्णलाई आज यो राष्ट्रिय योग दिवसको जुन सन्दर्भमा उपलक्ष्यमा यहाँहरूको जुन एकदम योग ध्यान प्राणायाम गरेर आरोग्यता चाहिँ अब सुख शान्ति समृद्धि यहाँहरूको जुन अब मनमा भएको चिन्ता पीड तनाव चाहिँ सबै चाहिँ दूर हुन सकोस् र आफूलाई एकदम चाहिँ खुसी र सुखी जीवन यापन गर्ने चाहिँ अब अवसर चाहिँ मिलोस्, यही चाहिँ शुभकामना व्यक्त गर्न चाहन्छु। र त्यसपछि आज माघे सङ्क्रान्ति भनिसकेपछि अब हाम्रो नेपालको विभिन्न जात जाति समुदाय विभिन्न चाहिँ क्षेत्रका जनताहरूले आफ्नो हिसाबले यो चाहिँ पर्वलाई चाहिँ मनाउने चाहिँ चलन छ होइन। जस्तो अहिले हामी यहाँ उपत्यकावासीहरू हामी चाहिँ यहाँ घिउ चाकु होइन तरुलहरू चाहिँ खाने, कन्दमूलहरू चाहिँ खाने होइन, यस हिसाबले यसलाई चाहिँ एउटा पर्वको रूपमा एकदम आफन्तहरूसँग चाहिँ भेला भएर चाहिँ मिलाउने चाहिँ चलन चाहिँ छ होइन। अब त्यस्तै अब पश्चिमतिर चाहिँ अब मगर जातिहरूको चाहिँ आज ठुलो चाहिँ उनीहरूको माघी होइन। त्यस्तै तराईमा चाहिँ अब तराईका चाहिँ समुदायहरूले पनि अब माघी चाहिँ पर्व आफ्नो हिसाबले मनाउने चाहिँ चलन छ। यो सबै यो राष्ट्रिय चाहिँ पर्वकै पनि यहाँहरू चाहिँ सम्पूर्णलाई हार्दिक हार्दिक शुभकामना व्यक्त गर्न चाहन्छु। र आज पनि थोरै जाडो भगाउने होइन त, जाडो त जाडै छ। यहाँहरू चाहिँ सबैले अब मकर चाहिँ नुहाएर चाहिँ नुहाएर बस्नु भएको होला, अथवा मकर नुहाउनु भएको छैन भने पनि मकर नुहाउनु हुन्छ होइन। यो अब वर्ष दिनको चाहिँ आजबाट चाहिँ एकदम भनौँ न हाम्रो नेपाली चाहिँ पात्र अनुसार चाहिँ आज चाहिँ सूर्य उत्तरायण हुने चाहिँ दिन, आजबाट चाहिँ उत्तरायण हुने भन्ने हुन्छ। तर यो वास्तवमा डिसेम्बर 22 चाहिँ यो चाहिँ सुरु भइसकेको चाहिँ अङ्ग्रेजी तारिख अनुसार चाहिँ त्यही पनि हाम्रो आफ्नो मान्यता त्यो हो। र यसो हुँदाखेरि अब अलिकति आजको योग दिवसको चाहिँ उपलक्ष्यमा हामी सजिलो केही आसनहरू गरौँ अनि त्यसपछि छोटो ध्यान गरौँ, हुन्छ। र सजिलो आसन भन्नाले चाहिँ अब हामीले घोप्टो परेर चाहिँ 3टा उत्तानो परेर 3टा आसन गर्ने। अनि त्यसो गर्दाखेरि के हुन्छ भने हाम्रो चाहिँ अब मृगौला, कलेजो, मुटु, फोक्सो लगायतका चाहिँ शरीरका विभिन्न चाहिँ अङ्गहरू चाहिँ एकदम चाहिँ स्वस्थ रहन्छ। अरू त्यस्तो धेरै केही गर्नै पर्दैन है, त्यो गरौँ, हुन्छ। र त्यसको निम्ति सबभन्दा पहिला अलिकति आफ्नो अलिकति चलाउँ, थोरै बेर चलाउँ अनि त्यसपछि हामी सिधै हामी आसनमा प्रवेश गर्नेछौँ है त। यसको निम्ति अब म एउटा सङ्गीत सजिलो सङ्गीत लगाउँछु ल, अलि सङ्गीत लगाएर गाउँ न होइन। सबभन्दा पहिला अलिकति सरे चलाउने अलिकति यसरी अलिकति आसन पनि गरौँ है।
पुरा श्वास भरौँ। श्वास छोड्दै 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 अगाडि जाउँ। अनि 10 सेकेन्ड भनेर एकछिन बसौँ। श्वास छोडेर 1 2 3 4 5 6 7 8 9 10। कस्तो भयो? झाडो हटेको चाहिँ महसुस भयो भएन? झाडो हट्यो नि होइन? झाडो हट्यो भने त याद गर्नु त पुरै झाडो पुरै अब यो रक्त सञ्चार पुरै भएपछि पुरै अब हाम्रो चाहिँ पुरै चाहिँ शरीरको चाहिँ सबै अङ्गहरू तात्छ कि यसरी है त। फेरि एकचोटि त्रिचालिस 40 45 46 47 48 49 50। कस्तो भयो महसुस गर्दा? अब सिधै अब हामी घोप्टो गरेर 3टा आसन गर्छौँ है। घोप्टो गरेर बस्ने यसरी बसियो। अब यो कुइनाले टेक्ने, कुइनाले टेक्ने यसरी टेकियो। यो पुरै योसँग सजिलो गरेर अब यसो गर्ने। यो अब भुजङ्ग आसन गर्छौँ हामी कि यो पहिला यो गोडा यसरी जोड्ने पछाडि, अनि अब हामी श्वास लिँदै लिँदै माथि उठ्छौँ है। श्वास लिँदै लिँदै माथि उठेर एकछिन 10 सेकेन्ड रोक्ने। श्वास लिने 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 माथि अरे 1 2 3 4 5 6 7 8 9 10 भयो। अब पछाडि घोडा चाहिँ गर्ने। अब धनुरासन गर्ने, पुरा श्वास गर्ने हो, पुरा श्वास गर्ने, पेटभरि श्वास होस्। अनि त्यसपछि अगाडि पनि उठ्ने पछाडि पनि उठ्ने पुरा जति अलग्ग सकेसम्म उठ्ने। 1 2 3 4 5 6 7 8 9 10। कस्तो भयो महसुस गर्नु ल, पुरै महसुस गर्ने। अब त्यसपछि हातलाई पनि तन्काउने, गोडा पनि तन्काएर अब हात पनि उठाउने, गोडा पनि उठाउने, अगाडि पनि पछाडि उठ्ने है त। सुरक्षा श्वास भर्ने, पुरा श्वास भरौँ। अनि तडक्कै यसरी 1 2 3 4 5 6 7 8 9 10। फेरि भुजङ्ग आसन अब है। फेरि त्यसरी फेरि पुरा श्वास लिने, श्वास लिने 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 माथि जाने। 1 2 3 4 5 6 7 8 9 10। अब धनुरासन तारै पुरा थम्च्याउने, अनि अब उठाउने, पुरा उठाउने, पुरा श्वास भर्ने, पुरा पेट अन्तिर कोर्ने। 1 2 3 4 5 6 7 8 9 10। ओहो याद गर्नु त अब आफ्नो शरीरको कुन अङ्गहरू चल्यो। अब गोडा टट्टाउने, फेरि पुरा श्वास गर्ने, पुरा 1 2 3 4 5 6 7 8 9 10। एकछिन छाला मार्ने। अब 1 राउन्ड फेरि है, फेरि 1 राउन्ड। अब अहिलेको जस्तो के गर्छौँ अब हामी भुजङ्ग आसन यसरी जुरुक्क उठ्ने, पुरा श्वास भर्ने, श्वास भर्दै 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 माथि जाने, माथि जाने, अझै जाने, माथि पुरै कमरभन्दा माथि भाग उठ्छ। 1 2 3 4 5 6 7 8 9
10 अब धनुरासन पुरै यसरी पुरा श्वास भर्नु त पेट पुरा भरियोस् है अनि जोड कुर्ने 1 2 3 4 5 6 7 8 9 10 कस्तो भयो महसुस गर्नु त घुँडाको नसाहरू पुरै सक्रिय भयो नि त याद गर्नु त अब अगाडि पनि पछाडि पनि पुरा श्वास पहिला भर्नु त पहिला पुरा पेट भर्ने अनि अगाडि उठ्ने पछाडि 1 2 3 4 5 6 7 8 9 10 बस गरौँ त कस्तो भयो ठिक छ नि होइन बिस्तारै एकछिन अब श्वासलाई सामान्य हुन दिउँ न सामान्य हुन दिउँ है अनि पुरै अब हामी उतार्नु पर्ने है अब पुरै अब उतार्नु पर्ने र तिनवटा आसन गर्छ है यसरी है अब सबभन्दा पहिले हामी पवनमुक्त आसन गर्छौँ हेर्नु है अघि गोडालाई गरेछौँ अब यसरी पुरा यसरी श्वास यसरी पुरा यसरी पहिला खुम्च्याउने हो अब श्वास गर्ने पुरा आउने श्वास छोड्ने 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 शिर उठाउनु पर्छ 1 2 3 4 5 6 7 8 9 10 अब यो पछि एउटा खुम्च्याउने श्वास भर्ने अनि यसलाई माथि उठाउने पहिला पुरा श्वास भर्न झट्पट्ने सेतु बन्द आसन 1 2 3 4 5 6 7 8 9 10 हेर्नु त यसो गर्दाखेरि पर घोडामा पनि असर पर्यो यहाँ घाँटीमा नि पुरा घोडा दुखेको घाँटीको समस्याहरू यसले समाधान हुन्छ साथसाथै मेरुदण्ड पेटको त हुने भएको है त बिस्तारै राख्नु अब यो पछि पुरा श्वास लाग्ने अनि त्यसपछि यो हात पनि अगाडि लाने घुँडा पनि उठाउने अब पुरै शिर पनि उठाउने मेरो यो कम्मर मात्रै तल हुन्छ 1 2 3 4 5 6 7 8 9 10 अब फेरि अहिलेको जस्तो पवनमुक्त आसन पुरा श्वास भर्ने अनि गोडा खुम्च्याउने श्वास छोड्दै तान्ने 1 2 3 4 5 6 7 8 9 10 अब सेतो बन्द आसन पुरा श्वास भर्ने पुरा पेट पुरा भर्ने उठ्ने 1 2 3 4 5 6 7 8 9 10 है हेर्नु त कस्तो भएछ महसुस हेर्नु त अहिलेको शरीर अहिलेको शरीर अब पुरा श्वास भर्ने अनि श्वास रोकेर उठ्ने 1 2 3 4 5 6 7 8 9 10 हेर्नु त मेरुदण्ड अनि भित्रको हाम्रो अङ्गहरू सबैलाई यसको प्रभाव पर्छ अब एक राउन्ड फेरि गरौँ ल पुरा श्वास भरौँ अनि घुँडा खुम्च्याएर श्वास छोड्ने 1 2 3 4 5 6 7 8 9 10 अब पुरा श्वास भर्ने
पुरा श्वास भर्ने अनि जुरुक्क उठ्ने 1 2 3 4 5 6 7 8 9 10 है कस्तो भयो महसुस गर्नु त अब अन्तिम एकपटक ल यो पुरै मेरुदण्डले गोडा र गोडा यो शरीर अगाडि र पछाडि थाम्ने पुरा श्वास भने 1 2 3 4 5 6 7 8 9 10 बिस्तारै उठेर सजिलो गरेर अब हामी छोटो हामी ध्यान गर्नेछौँ है त बिस्तारै उठौँ त बिस्तारै उठौँ न सजिलो गरेर र आज राष्ट्रिय योग दिवसको दिनमा हामीले योगा यति चाहिँ गऱ्यौँ अब हामी प्राणायाम र ध्यान गर्छौँ अब प्राणायाम र ध्यानको निम्ति चाहिँ म एउटा चाहिँ सङ्गीत लगाउँछु है एउटा सङ्गीत लगाउँछु अनि त्यही सङ्गीतमा हामी यहाँ पुरै अब म सङ्गीत यो लगाइसकेपछि अब हामी के गर्छौँ यसको टिङ टिङ घन्टी बजुन् ज्याला हामी सधैँ जस्तो हामी के गर्छौँ लामो र गहिरो श्वास लिन्छौँ ल सजिलो गरेर बसौँ यसरी सजिलो गरेर बस्ने आँखा बन्द गर्ने होइन बन्द आँखाले भित्र जस्तो देखिन्छ त्यसलाई नै चाहिँ स्वीकार्ने अँध्यारो देखिन्छ कि उज्यालो देखिन्छ कि जे देखिन्छ जस्तो छ त्यसलाई उस्तै जस्ताको तस्तै हेर्ने पुरै अनि आफ्नो याद गर्ने हुन्छ पुरै अनि आफ्नो याद गर्ने त्यसपछि अब हामी म पहिला यहाँ बत्ती निभाउँछु ल अब यो उज्यालो भइसकेको छ बत्ती मलाई है केही फरक पर्दैन अब मैले अघि नै भने कि हामी अब आँखा बन्द गर्ने अनि सजिलो गरेर मेरुदण्ड ढाड गर्दन कम्मर शिरा सिधा राख्ने यदि ढाड त्यस्तो छैन भने अडेस लाग्न पनि सकिन्छ है अडेस लाग्न पनि सकिन्छ अब होइन भनेदेखि अब यो गुणा यसरी पसार्न पनि सकिन्छ अथवा हामीले हिजो अस्तिदेखि गर्दै आएको चाहिँ पद्मासन गर्न यहाँहरूले कतिको अभ्यास गर्दै हुन्छ त्यो गर्नुलाई यसरी पद्मासन यसरी बस्न पनि सकिन्छ ल जाडो त्यस्तो भयो भने यसरी यहाँ ढाक्न पनि सकिन्छ ल हाम्रो चाहिँ समय चाहिँ सुरु हुन्छ है समय सुरु हुन्छ अब पहिला यो टिङ टिङ घन्टी बज्नुन्जेल हामी श्वास लामो र गहिरो श्वास लिने यसरी हातलाई ज्ञानमुद्रामा राख्ने आँखा बन्द श्वासलाई सकेसम्म लामो र गहिरो बनाऊ
छोटो ध्यान। यहाँहरूको चाहिँ समय सुविधा अनुसार चाहिँ जति बस्नुहुन्छ, पहिला म 15 मिनट अथवा 20 मिनट 30 मिनट कति बस्छु भनेर आफूले पहिला सङ्कल्प गर्ने। अनि आफूले सङ्कल्प गरेको त्यो समयमा पुरा आफ्नो चाहिँ शरीरलाई चाहिँ स्थिर राख्ने, नचलाउने, सजिलो गरेर राख्ने बरु है। पहिल्यै आनन्दपूर्वक बस्ने, पुरा आनन्दपूर्वक बस्ने। अनि अघि हामीले गरेको योगासन, त्यसपछि 5 मिनट जस्तो अघि हामीले गरेको यो प्राणायाम, लामो र गहिरो श्वास लिएको सँग याद गर्नु त। त्यसले गर्दा पुरा हाम्रो शरीर स्थिर भएको छ, मन पनि खाली भएको छ, शान्त भएको छ। मनमा पनि त्यस्तो केही कुराहरू खेलेको चाहिँ छैन, मन पनि सफा भएको छ, निर्मल भएको छ। अन्त आनन्द, अब यही आनन्दमै डुब्ने। ल कति मिनट अब आफ्नो समय सुविधा अनुसार म चाहिँ थोरै मात्रै डुब्छु होइन, म चाहिँ थोरै मात्रै बस्छु। यहाँहरू चाहिँ आफ्नो समय सुविधा अनुसार जति पनि बस्न सक्नुहुन्छ। अब बिस्तारै कोमल आँखा बन्द होइन, आँखालाई सजिलो गरेर बन्द गर्ने, हातलाई यसरी ज्ञान मुद्रामा राख्ने, मेरुदण्ड, ढाड गर्दन कम्मरसित सिधा राख्ने है, सिधा सजिलो महसुस गर्ने, आनन्दपूर्वक बस्छौँ। ल अब बिस्तारै अब आफ्नो चाहिँ ध्यानमा पुरै भित्र आफूलाई हेर्ने है।
हरि ओम। आजको राष्ट्रिय योग दिवसको साधना मैले यही समाप्त गरेँ। यहाँहरू सम्पूर्णलाई फेरि पनि हार्दिक शुभकामना सहित आजको दिन शुभ रहोस्। शुभ दिन। यहाँ सबैको जय होस्।